तपाईहरुलाई थाहा छ जीवनमा सबैभन्दा कठिन समय कतिखेर हुन्छ? त्यतिबेला हुन्छ जतिबेला तपाई मानसिक रूपमा विक्षिप्त हुनुहुनेछ। नमस्ते, म केबी साथी अर्थात् फिर्याकर। सर्वप्रथम सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा अंग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र यसै अवसरमा आज म आफ्नै बारेमा हजुरहरुलाई भन्न चाहन्छु। म कुनै सम्पन्न परिवारबाट आउने मान्छे होइन र म त्यति विज्ञता हासिल गरेको मान्छे पनि होइन जसले हरेक कुराको सठिक व्याख्या गर्न सकोस्। तर जिन्दगीका अनुभव र भोगाइहरूले यति कुरा सिकाएको छ कि जीवनमा यदि केही कुरा पाउनु छ भने त्यसको लागि आफूले मेहनत गर्नै पर्छ र आफ्नो अधिकारको लागि लड्नु पर्छ। मैले कहिले पनि सोचेको थिएन कि आज यसरी हजुरहरुसँग बोल्दै गर्दा यसरी बोल्ने छु भनेर। तर भनिन्छ नि जिन्दगी एउटा यात्रा हो। यो यात्रामा के हुन्छ भन्ने कुराको निश्चितता हुँदैन। म एकदमै लजाउने मान्छे हो र लजाइकै कारण जीवनमा विभिन्न उतार चढावहरूको सामना पनि गर्नु पर्यो। यी उतार चढावहरूले मलाई एउटा कुरा सिकायो कि जीवनमा समस्या आउनु ठुलो कुरा होइन, तर ती समस्याहरूसँग लड्न नखोज्नु ठुलो कुरा हो। यदि हामीले समस्याको समाधान नखोज्ने हो भने त्यो समस्याले दिने नतिजा भयंकर हुन्छ भन्ने कुरा मैले अनुभव गर्न पाएको छु। अनि अर्को कुरा मैले यो पनि सिकेँ कि जीवनमा जति सुकै ठुलो समस्या भए पनि त्यसको लागि लड्दिने अरू कोही हुँदैन। त्यो विरुद्ध तपाई आफैले नै लड्नुपर्छ। यदि आफूमा इमानदारीता, धैर्यता र लगनशीलता हुने हो भने जस्तो सुकै समस्यासँग पनि लड्न सकिन्छ भन्ने कुरा पनि थाहा पाएँ। मैले आज यो भिडियो किन बनाएको हुँ भने धेरैले भन्छ सामाजिक सञ्जालमा यसले अरूको मात्र विरोध गरिरहन्छ। म कसैलाई विरोध गर्नकै लागि मात्र कसैको विरोध गरिरहेको हुँदैन, तर मैले यति भनिरहेको हुन्छु कि देशमा यस्तो परिस्थिति सिर्जना हुन कसैले जिम्मा लिनुपर्छ भने त्यसको जिम्मा लिनुपर्छ। त्यही भएर आजबाट थप अझै व्यवस्थित तरिकाले सामाजिक सञ्जालमा आफ्नो आवाजहरू उठाउने निधो गर्दैछु। आशा छ हजुरहरूको साथ, सपोर्ट अनि माया भइरहनेछ। हस्त, नमस्ते, धन्यवाद।